भन्छन् के बाबु ए माया ठकुर्ने माया ठकुर्ने हजुरलाई अनि यहाँ त प्रभु नि आमा पनि भन्ने रहेछ त्यो अनि के त लेखेर मलाई गर्छु भनेर प्रभुले भनेर रहेछ के त्यही भएको हो अनि यहाँ पहिल्यैदेखि आउनु भएको थियो हजुर पहिल्यैदेखि त आएको थिएन बाबु कहिले पनि नै मैले यहाँको प्रधानले जाम पढाउने नानी अनि यस्तो मान्छे राम्रो हुन्छ सहयोग गर्नु होला मलाई पनि म त मेरो गाई बाख्रा सबै मऱ्यो भन्यो त्यहाँ थिएन प्रधान बोल्दा थिएँ मैले भने कि दाइ मैले जान्दैन भने अरू पनि त भन्छन् अनि गुरुहरू हामीले जान्छन् अनि बाँच्नु मेरो मुख्य भने यिनी बोक्सा हुन्छन् दाइ तिनीले अनि बोक्सा बोक्सिन लगाइदिन्छन् अनि हाम्रो देखेर रिस मान्छन् अरूले हेर्ছি भन्छन् भने नानी त्यही हो भने बाबु तैँले नि त्यति भन्यो त्यहाँ त चाल गरिन त्यो उनी आँटो त्यो रहेछ जहाँले त्यहाँको मलाई थाहा त थियो मलाई त्यहाँको मैले मनमा राख्दैन बाबु भन्नेले मुखै पारि दाइ अनि तिमीले झाडफुक त गर्छौ अनि दिनेले डेला नदिनेले के देला पैसा ज्यान मार्न त भएन दाइ भने कि मैले अनि जिउ बाँचेपछि त अरूले पनि दिन्छन् भने त्यति भने बाबु दुःखको मान्छे जाँदा मैले के गर्नु सकिनँ साथ त्यति गराइदिएर मैले मलाई ठाउँ देखाउनु बाबु प्रधानले नानी बस्नु होला अनि हाम्रो गर्छौँ भने कुन त्यो प्रधानको नाम थाहा छ यहीँका प्रधान यही गाउँका प्रधानले आमालाई चाहिँ यहाँ बोलाएर है ए अर्जुन खोला बस्नुहुन्थ्यो हजुर गाङबाट आएर त्यहाँ बसाउनु बाबु अन्त 5-6 वर्षमा त बस्यो त्यहाँ अहिले बाबु दुःख भयो मात्रै सकेन ए आँखो ठप्नु भयो यो भाँचेको फुक्दिएको सकिन आँखो कमजोर पनि भयो नामले भयो यसै गरेर आँखा देख्दैन बाबु यस्तै गर्छन् नानीहरूले भन्छन् तर हामी भन्दा केटा त्यसको नानी अनि किन आँखा देख्दैन दिदी किन देख्दैन मैले आँखा भने हाम्रो दिदी छन् के काम लाएर अब ठुलो थालीसँग छन् म त गरिब मान्छे छु बाबु अनि हजुर यस्तो यो ठ्याक्कै गाउँको पनि कुनामा जङ्गलको छेउमा आएर बस्नु भएको छ हामीले अस्ति हिजो चाहिँ देख्यौँ आमा र छोरी मात्रै यहाँ होइन हजुरका सन्तान एउटा छोरी मात्रै हुनुहुन्छ अरू छैनन् कोही छैन हुनन् आफ्नो सबै सन्तान कोही घरबारीको बाबुतिरको हुनन् जाजरकोटको हुनन् जाजरकोटको जलमुख यसको बुवा जाजरकोट जलमुख ए उहाँको बुवा अनि यहाँ घर हेऱ्यौँ हजुरको घरमा अनि घरमा यस्तो अब चिसो छ मौसम यहाँ हावासावा आउँदो होला जङ्गली जनावरले पनि हजुरहरूलाई केही समस्या आउँदो होला अनि आँखा पनि सुन्नेका छन् हजुरका चिसाले हो कि बाबु हिजो गएर मरेर लोट्यो यो सक्दैन नुहाउन जान्छु भने मासु पूजापाठ गर्छु सक्दैन आँखा कमजोर ज्यादा त मलाई यो खुट्टा हालेर आँखा छ बाबु त्यति मेरो नहुनु भएछु हिँडिहालेँ बाबु यताबाट गरेर म काम गर्छु के हो अनि आँखा कमजोर छ सक्दैन आँखा देख्नुहुन्न मधुरो भुइँरो देख्छु बाबु यो भुइँ त अल्को देख्छु र पैसा आउँछु फलो रहेछ तर ढङ्लिङ्ग पल्छ हिजो फेरि यो सहर चलाउनु सक्दैन अनि यस्तो गरिकन लोटे यस्तो भएर हात आँखा कमजोर छु सक्दैन अनि कसरी चल्छ त्यो चुलो खाना भात पकाउने अब पैसा चाहिन्छ हजुर त यस्तो अब शरीर पनि यस्तो छ होइन कस्तो दुःख भइरहेको छ बताइदिनुहोस् त कसरी जिन्दगी चलाउनु भएको छ कस्तो चलाएको बाबु पहिला आउँछन् देखाउने यसो गर्छु बाटो कसैले 5 दिन्छन् 6 दिन्छन् 100 अनि कहिले खानु पानी पनि 500 दिन्छन् 16 100 नभएर एक बोरी चाउल लानु बाबु 5 किलो जानु सिक्की अनि हामी गएर बेको मुठो खायो भने पेट भर्नुसम्म त हो बाबु हाम्रो के गर्ने कमजोरी छु सक्दैन हिँड्नु पुग्दिनँ एउटा मान्छे आयो बम्ला पाहाडको
नानी तपाईँलाई म बोकेर लग्छु बरु मेरो त त्याग गराइदिनु पऱ्यो सबै मान्छे मर लायो भने बुढो ढानी छैन र दाइ भनेर बुढो ढानी छन्नु लामाले सक्दैनन् तपाईँ पर्बुने मान्छे मरेर जागेर ओरेफेको हेरेर भगवान गरेर आएको मान्छे अनि भनेर भन्यो त म जाने त छैन दाइ भनेर मैले राई सोसो फुटेर खरानी फुटेर ल्याऊ यस्तै गरेर आगमा हाल्दै नाम भन्छ त्यहाँबाट मैले फोन गरेछु भने हुन्छ दे आज यस्तो दे गरायो आज त्यो नाम्रो भइगयो नाम्रो भयो न त उल्टी गरेर के आयो भन्दाखेरि पुत्ला निक्ल्यो मुखबाट भन्यो यो नङ हो यिनी नङ के थिए मुखबाट निक्ल्यो उल्टी गर्दाखेरि म नाम्रो भएँ भनेर बल्लको तिमीले सही बढी गराउँ म भगवान् त होइन तर मैले चाहिँ मेरो मनमा पासो भनिहाल्छु बाबु मैले दुःखाले मान्छे त मैले म भने त्यहाँ त आफू त्यसले चामल लिइरहेको पैसा दियो बाबु चामल लिइरहेको चिनेर एउटा फर्म भन्छन् ठुलो ओर्ने त्यो लिइरहेको म आउने साह्रो होला अब त्यो त जिन्दगीमा अब के छ इच्छा हजुरलाई त यहाँ धेरै समस्या छ होइन के कुरा सम्झेर बस्नुहुन्छ दिन कसरी काट्नुहुन्छ त्यही त भन्छु बाबु दिन कसरी काटु मलाई बस्न चाहिँदैन म छोराहरू चाहिँ कहाँ हुनुहुन्छ हजुरका कता बस्नु भएको फोन सोन केही गर्नुहुन्छ कि न लाठो न बाटो त्यो केटा थियो 10-12 वर्ष हुँदाखेरि गएँ हजुर एउटा 13 वर्षको थियो हजुर नि वर्ष हुने एउटा 11 वर्ष थियो गएँ बाबु मुखै देखाएको छैन के गरौँ मलाई दुःख छ मलाई हाँटेन नि म कसरी जाऊँ बाबु मैले ठाउँ कहीँ हजुरले गरिदिन्छु बाबु मैले उतैतिर जान्छु म हाल्छु यो के गर्ने हो कसो गर्ने हो यो घरलाई पनि पैसा पनि छैन साँझ काम बिहान हुन्न खर्च पानीको दुःख छ बाबु मलाई मेरो यो खुट्टा राम्रो आँखा हेर्ने भने त बाबु मैले काम गरेर हुन्थेँ बाबु काम गरेर खालेर दुःख छ मलाई खुट्टा पनि दुख्छ एकदम सक्दैन यो फुक्रीको खुट्टा चिसो बुझाएको छ बाबु बाई हिँड्न सक्दैन यो झन् भाँचेको ठुलो बोक्नु सक्दैन लोटेर हात पनि यस्तो गरेर हाल्ने इच्छा अनि सक्दैन आँखा पनि कमजोर छ कति देख्दैन म डुली देख्छु अहिले त मैले देखेन अहिले बढेर बल्लको देखेँ त मैले फेरि कति वर्ष के हुनुभयो खै बाबु कति वर्ष भयो म कति भयो म चाहिँ त्यही कुरा गर्छौँ ए के भन्छ यो गर्व बसाउँछौ पन्त बाजे के हजुर हो तिमीले भन्थ्यो के त्यसले भट्ट पनि पानी माया तर उमेर पनि छैन कति चाँडो त बड्डी हुन रहेछ तर सानोमा थिस भन्नुहुन्छ बाजेले आँट प्रधानले कहिले सोधखेरि दुःखै लगेर दुःख पाएको मान्छे बड्डी देखिन्छ अनि नत्र त एक कट्टा सामु त बोकेर यहाँ त्यो पाखालीमा ल्याउँथ्यो त्यो ठक्कर पहिला ल्याउनुहुन्थ्यो त्यो ल्याएको त अहिले 9-10 वर्ष भन्छ ज्यादा भएको ल्याउँथ्यो बाबु सक्दैन अब त छैन जानु छैन एकदम यी बाबु मेरो साराङ झमझम गर्छ त्यहाँ त चिलाउँछ भन्छु झम्किन्छ नारी चक्रक्क सुक्छ त लाम्थे आउँछ कहिले त थाम थुक्को जिउ लाउँछ के हो कहाँ पाउँदा पैसा मैले देखाउनु भयो मैले कहाँ पाएर देखाउने हो र दुःख छ मलाई मस्तै दुःख छ यो भन्यो भने त 10 वर्षमा सकिन्न हजुर मरेर पनि गएर पनि आउँछु भन्छ पनि तर हामीले ल्याउँछौँ भनेर पुलिसले पनि भने माथि डर लाग्दो पुलिस छन् चौचौ गरेको डर लाग्दो आँखा तान्नेका डर लाग्ने एउटा पोखरामा त्यो डल्ला पाकेको पिठ यस्तो छ एकदम मान्छे छोप्दै हाल्दै गर्छन् र किराले खाएर एकदम हड्डी देखिन्छ पाप धर्म यही हो देखिस् माया भन्थ्यो नभने काँडा हुन्थ्यो पुलिसले देखेँ अनि भने हो त आइज पनि हामीले ल्याउँला अनि अहिले जस्तो गऱ्यो नि तैँले दुःख काटेर बस्छ भने हामी पुलिसले मलाई माथि म 3 वर्षको त्यो बाबु सपना जस्तो लाग्छ मलाई उहिले बाटो मलाई पर्बुनी भने आउनु बाबु पर्बुले भनेका पर्बुनी भने मलाई जबरजस्ती
बुवाले बिहा गरिदिनु भयो 11 वर्ष हुनुभयो भने मैले जबरजस्ती गरिदिनु भयो। यहाँ सबैले पर्मुनी भनेर चिन्ने रहेछन् गाउँमा हजुरहरूलाई। जोस् दुःख रहेछ धेरै। अब यहाँ यस्तो चिसोमा कपडाहरू पनि कम रहेछ। बाबु म काम गरेर खान्थेँ बाबु भात जोड्छु मैले साथीबाट बेकारण मलाई अति हजुरले मलाई ठाउँ गराए जस्तो बाबु मलाई मेरो यो राम्रो आँखा भयो भने त मैले काम गरेर छु बाबु म काम गरेर खाने मान्छे म त त्यही भन्छ खसानी बड्डी हुनलाई त सानो बच्चा पछि आँटो भनेर भन्छ दोल्टी भन्छु बच्चा भयो नि बड्डी भयो नि कार्डियो भन्दैन दिनले कान्छ सबै हुन्छ अनि र दिनले जेठो कान्छ सबै हुन्छ कार्डियो गराउन भन्छु कि मैले बालुले मर्छ बुढो पनि मर्छ भन्यो। आँखा त भर्खरको मान्छे पनि आँखा अन्धा भइजान्छ बाबु। अनि घर राम्रो यहाँ टोइलेट सोइलेट घर राम्रो भयो भने त यहीँ बस्न मन छ। बस्ने हो त राम्रो भयो ज्यान भयो त बस्ने हो। हातको त पुग्नु छ बाबु। कसले मलाई सामान ल्याइदिन्छ कसले मैले मेरो कमाइबाट ल्याइदिएला मलाई। हजुरलाई केही रोग छ कि छैन? मैले अरू केही रोगमा थाहा पान्न। मैले यही बाई भेटा छ यही छ रोग भनेको यो सानो आङ चिलाउँछ बाबु एकदमसँग त्यहाँ त खुट्टाभरि मुसा निक्ल्याउँथ्यो कि त्यही गरेर मुसा खुट्टामा मुसा निक्लिन्थ्यो त्यही कनाउँथ्यो हराउँथ्यो त्यही भाँचेकोहरू फुक्दिएको र के हो बाबु मलाई यो कहिले आङ चक्रक्क सुकेर राम्रो परिजाने कहिले मोटो भइजाने यही हो समस्या छ। दुःख छ धेरै दुःख रहेछ। राति अनि जनावर त केही आउँछन् कि यस्तो खुल्ला छ? उतैबाट हिँडी आउँछन्। के आउँछन् यहाँ जनावर? यहाँ बनौल पनि आउँछ भालु पनि आउँछ बाघ कराउँछन् उतै कराउँछन्। अनि अस्ति बाहिर गएको थिएँ भालु गए गुवा 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 यस्तै हेरेर आँखा त बिजुली यस्तो टल्किँदैछन् आँखा भागे डुबुले। यहाँ त कुकुर पनि पाल्नुमा आएन भालुले टोक्ने पनि चान्स हुन्छ नि टोक्न सक्छन्। गाह्रो रहेछ नि। के हो बाबु मेरो घरमा कुकुर आउँछन् त मरिहाल्छ हो सुब्बे छैन गन्दा कुकुर भएर हो कि मेरो दुख्लाले नमानेको के हो बाबु। यसरी माया ठकुरी आमा हुनुहुन्छ यहाँ। उहाँको दिनचर्या निकै कष्ट। आमा त मेरो ओली छोरी बाबु। हजुर बाबुहरू मल्ल भयो। ए मल्ल ठकुरी बा। अनि उहाँको माया ठकुरी आमाको दिनचर्या निकै पीडादायी छ। जिन्दगीका 60 वर्षभन्दा बढी क्रस गरिसक्नु भएको आमा हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था एकदमै नाजुक छ। घरको अवस्था हामीले यहाँ हजुरलाई देखाइसक्यौँ। घरको अवस्थामा एकदमै गाह्रो छ बस्न सक्ने अवस्था छैन। जङ्गलको छेउमा यस्तो आफै गराएर राख्नु भएको छ। चिसो छ जङ्गली जनावरको आक्रमणबाट बचाउन पनि उहाँलाई चाहिँ गाह्रो छ। उहाँले चाहिँ सबैलाई आफ्नो तर्फबाट केही मानवीय सहयोग सहायता भइदिए मेरो लागि राम्रो हुन्थ्यो मेरो स्वास्थ्यको लागि केही सहयोग गर्दै राम्रो हुन्थ्यो भन्ने खालको भावना पनि व्यक्त गर्नुभयो। मान्छेका जिन्दगी कति बेला कसलाई के हुन्छ थाहा पनि हुँदैन। आमाको लागि हामीहरूले पनि केही सपोर्ट सहयोग गर्ने नै छौँ। तपाईँहरूको तर्फबाट पनि कुनै त्यस्तो खालको सहयोग सपोर्ट गर्न मन लाग्छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला र आमालाई छिट्टै आमाको मुहारमा मुस्कान ल्याउने हामीले प्रयत्न गर्नेछौँ त्यही भन्न चाहन्छु र अहिले तपाईँहरूबाट बिदा हुन चाहन्छु।